ठाउँदेखि हाम्रो यात्रा सुरु भएको छ। हामी चाहिँ तेह्रथुम जिल्लाको के भन्छ भेटार गाउँपालिका ओयाक्सुन 2बाट यात्रा गरिरहेको छौँ। अनि हाम्रो डेस्टिनेसन भनेको चाहिँ ताप्लेजुङको चिम्बुङ पोखरी हो। अनि हामीले कति बजीदेखि हाम्रो सुरु गर्यौँ? लगभग 7:30देखि हामीले चाहिँ हाम्रो यात्रा सुरु गरेको छौँ। अब त्यसपछि अहिले वेलकम टु आवर सब्सक्राइब टु माई च्यानल। त्यही हो, अब गाडी बाटोमा भेटौँला। भरि डोको देखेपछि राम्रो साइड यो सबको घाम लागिरहेको छ। मौसम सुहाना। अनि हाम्रो ग्रुपको अगाडिको 2जना चाहिँ उहाँ जाँदैछन्। त्योभन्दा 2जना अझ अगाडि त्यहाँभन्दा अगाडि जाँदैछन्। अनि त्यही बाटो चाहिँ डेन्जर छ क्या। अहिले पानी पनि हल्का परिरहेछ। भन्ने आशा गर्दछु, किनभने यसले साह्रो गाडी लडाएको छ। अब हाम्रो चाहिँ ट्रेनमा आइपुग्यो। यहाँदेखि चाहिँ हाम्रो अपलोड खतम भएर अब चाहिँ हामीले बाटैभरि पिजेट मात्र हुन्छ। तर र पिजेट मात्र हो। अब चाहिँ अर्को डेस्टिनेसन हाम्रो अग्निसम्म हो। के भन्न चाहन्छस् मेरो भाइ? गाइज हामी चाहिँ चिम्बुङ पोखरी जाँदैछौँ। के भन्न चाहन्छौ केटा ओइ भ्लगमा? हामी जाँदैछौँ चिम्बुङ पोखरी केटाहरूसँग। मुझसे प्यार करती कि नहीं? ल अब हामी चाहिँ ठक्क अहिले औसी डाँडा छौँ। अबको हाम्रो अर्को डेस्टिनेसन भनेको चाहिँ गाइड त्यो पारीको डाँडा हो क्या। नेक्स्ट डेस्टिनेसन भनेको चाहिँ यो पारीको डाँडा हुँदै त्योभन्दा अझ पारीको डाँडा हुँदै अझै ताप्लेजुङ पुग्नुपर्ने छ गाइड। अनि यहाँ तल चाहिँ खोला छ। हेलो गाइड, अहिले चाहिँ हामी ढालदेखि गोया खोला आइपुग्यौँ। गोया खोला होइन यो। अब कति लाग्छ हामीलाई कति सङ्क्रान्ति पुग्दा? मेरो लाग्दैन। अब यहाँ एउटा भिडियो आउँछ टिकटक बनाउने अरे गाइडहरूले अब
झन् कस्तो भयो वेलकम टु आट्राई मदन के कहाँ जानुपर्ने कहाँ खाना खानु जाउँ न कता भोजन हुँदैछ प्रशान्त वान बाइट हाल्ने ठुलो सगनीमा खाना खाएर आएको बाटो पछाडिको डाँडा पनि देख्न कहीँ पुग्यौँ हामी खेल्न मेरो चाकमा ठेला उठिसक्यो गाइस गाइज हामीहरू शेष भइरहेछ देखा न शेष भएको लागि घरदेखि हिँड्दा क्या एक्साइटेड थिएँ मैले त हामी सबै थकेको छौँ गाइस कहिले पुगिन्छ जस्तो भइरहेछ त्यतिसम्म भयो हामी चाहिँ त्यो ठाउँको नाम बाटोको कन्डिसन देख्न सक्नुहुन्छ आउन ओइ केही भन् बम भ्लगमा गरेर लड अनि लाख अहिले यतिको चाहिँ ठिकै हो अघि त्यो खड्डी कटिङ नै सकेपछि चाहिँ एकदम गाह्रो थियो क्या बाटो चाहिँ के भयो लाग्यो पर्ख्यौँ यस्तो छ अवस्था सौगात भाइले तर उपर आज चाहिँ कुदिरहेको छ मलाई शङ्का लागिरहेको थियो क्या यस्तो बाटोमा चाहिँ लडाउँछ भनेर तर यतिको बाटोमा लडाएको चाहिँ भनेपछि निकै खत्रै कन्ट्रोल छ भाइको बुझ्नै पर्ने हुन्छ उहाँहरू केटाहरूको बाटो त आधी भयो ड्राइवर हो रहा है क्या भोसड़ी के बहुत अफसोस के भयो बाटो मेरो त गाइस लग यता माथिदेखि आऊ है कुवा यहाँ फस्दो रहेछ
माथिदेखि लिएन ऊ माथिदेखि लिएन माथिदेखि अब हेर न भनेकै सुन्दैन उयो अड्किरहेछ अनि बाइक चाहिँ अब बोकेर हामीले कटाउनु पर्ने अवस्थामा आइरहेछ केटाहरू ओभर पावरफुल मान्छे छन् गाउँले केटाहरू हल्कु भाइ जा अवस्थै छैन क्या चढाउनु यतापट्टि चाहिँ अघि ल्याउनु पर्थ्यो यतै ल्याउँ म कम चढ्दैन हौ चढ्दैन ए त्यो पल्लोदेखि चाहिँ चढ्छ होइन बाइक बोकेर जानुपर्ने अवस्था पानीले त्यो तान हाल्छ कि सक्दैन नानीहरूले त्यसरी चढेरै जाने यहाँ त चढेरै जान्छ हौ अवस्था चाहिँ एकदम गाह्रो छ टिम्बुङ पोखरी टोलीको यहीँ फस्छ है अब ओए 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 यहाँले ब्याग यहाँले गएन यही बाटो गाइस एकदम अप्ठ्यारो छ यस्तो डेन्जर ठाउँमा आइपुगेको छौँ नि हामी यहाँदेखि चाहिँ तल गयो भने डाइरेक्ट खोलामा हो क्या गाइस तल बाइकले पनि यतिको साथ दिइरहेछ अहिले हेलो गाइस अहिलेको अवस्थामा चाहिँ एकदम बाइकमै भए पनि थाकेको अवस्था अनि यो पारीको गाउँ हेर्न सक्नुहुन्छ कस्तो एक्लो घरहरू छ हामी चाहिँ अहिले ताप्लेजुङ चाहिँ पुग्यो तर कुन ठाउँ भन्ने चाहिँ थाहा छैन अनि बाटोको अवस्था चाहिँ देख्न सक्नुहुन्छ यस्तो बाटोमा छ बाटो छ केटाहरूले उहाँ बाइक लाँदैछ सकिएन गाइस अनि खै हाम्रो आज बस्ने ठाउँ चाहिँ के भन्छ काली खोला अरे तर खै उहाँ सोध्नु 2 घन्टा लाग्छ भन्छ अलिक यता आएर सोध्नु 3 घन्टा लाग्छ भन्छ खै कसको कुरा पत्याउनु कसको नपत्याउनु अनि
देख्न सक्नुहुनेछ यस्तो डेन्जर भिरहरू छ। अलिकति मात्र ह्यान्डल माथि त ठिकै माथि त भित्ता छ, अलिकति मात्र ह्यान्डल यता तल साइड गयो भने डाइरेक्ट बाइक यता तल यस्तो डेन्जर ठाउँहरू छ। माथि बाइक सिङ्गल पनि बाइक चढ्नु निकै मुस्किल भइरहेछ, गाह्रो भयो, सोचेको भन्दा अलिकति गाह्रो भइरहेछ। तर पनि भ्यूहरू चाहिँ एकदम राम्रो छ, खुसी लागिरहेछ। अनि हिँड्नु पर्दा चाहिँ दुःख पनि लाग्दो रहेछ। ओ हेमन्त सर के भन्न त हौ, कस्तो भइरहेछ आजको दिन। यस्तो कालोमा हिँड्नु परिरहेछ, गाह्रो भएर चाहिँ बाइक यस्तो बदालीमुरी। भिरमा घर छ, अलिकति झुट बोल्दा हामी पत्याइँदैन है। बाटोको हालत त्यस्तो छ, ऊपर गएर भनेको छ नि यहाँ चाहिँ यस्तो भिड छ है गाइस। यहाँ पछि तपाईँहरू देख्न सक्नुहुन्छ पुरा झर्ना रहेछ, लास्टै बग्बा लामो रहेछ क्या झर्ना चाहिँ। त्यही गाइस कुराहरू जान्छ। मात्र गाडी चलिरहेछ, छेउतिर सुपर डेन्जर सिचुएसन। वान मिस मान्छे रात परिसक्यो है, तर पनि पुग्न सकेको छैन। आज 1 घन्टा 2 घन्टा 1 घन्टा 2 घन्टा लाग्छ मात्र भन्दैछ। बाटो दिसोध्दै हिँड्दा पनि लास्टै रात परिसक्यो। अहिलेको 7:04 गइसक्यो। के हुने हो आज, कम्फर्ट डलाइन्छ। अनि हल्का उकालोमा बाइक पनि इन्जिन तातेर तानेको छैन क्या। बाटो फेरि यस्तो छ खराब, लास्टै खराब रहेछ बाटो, गलेको अवस्था। दुःख पाइयो, गलत बाटो आइएछ। यहाँनिर काम चालु रहेछ, बाटै बन्द, फेरि फर्केर जाने बेला भयो। दुःख पाइयो, चढिदिएर हो त्यसलाई दुःख छ गाइस, घुम्न जानु पनि। के भयो अरे फेरि भन्दैछु, ओ बिचोक भयो गाइस, बिचोक भयो। यहाँ छ अर्को हाम्रो भाइ। गाइजहरू
सिलगुडी पोखरी आउँदा चाहिँ सोचेर आउने गर्नु होला अवस्था यता पछाडि पनि बाइक अडिएको अवस्था फाइनली गाइस होटलमा पुगिसक्यौँ बल्ल बल्ल मजा आयो आज बाँकी छ त यति नै अब भोलिदेखि सुरु हुन्छ टिङ देखेको छैन कस्तो तास लाग्छ हाल हाल्न मैले त 5 मेरो नि 15 बिटा लग्यो हाल त मेरो पनि आयो 5 को भिडियो यो फरर छ होइन फरर एकचोटिमा 40 रुपियाँ